यदि हाम्रो मान्यतालाई भोलिको दिनमा जनताको अभिमतबाट पनि स्थापित गर्ने ढोका तपाईँ बन्द गर्नुहुन्छ भने हामीले विद्रोहमा जाने बाहेक अर्को कुनै बाटो रहँदैन। मैले प्रचण्डजीलाई त त्यही बेलामा भने तपाईले आफ्नो विचारको रक्षाको निमित्त बन्दुक उठाए भन्नुहुन्छ। यदि मेरो विचारलाई निषेध गर्नुहुन्छ भने मलाई पनि बन्दुक चलाउन आउँछ, म त सिपाहीको छोरा हो। पछि लामो छलफल भएपछि राष्ट्रिय एकता, अखण्डता र सार्वभौमिकता बाहेक जनताले चाहेमा हिन्दू राष्ट्र र राष्ट्र संस्था पुनर्स्थापना गर्न सक्ने संवैधानिक अधिकार सुरक्षित भयो। त्यसर्थ साथीहरू, तपाईँ हामी चिन्तित नहौँ। हामीले गणतन्त्रलाई फ्याँकेर राष्ट्र संस्था सहितको प्रजातन्त्र ल्याउँछौँ। हामीले संहितालाई खारेज गर्छौँ। धर्मनिरपेक्षतालाई अन्त गरेर हिन्दू राष्ट्र कायम गर्छौँ भन्ने हाम्रो आवाज, हाम्रो सङ्घर्ष यो संविधानले दिएको संवैधानिक अधिकार हो। यसलाई कसैले रोक्न सक्दैन। सायद प्रधानमन्त्रीले केही व्यवस्था फेरि पुनः कायम गरेर सङ्घीय धर्मनिरपेक्ष गणतन्त्र परिवर्तन गर्न नपाउने गरी संविधानलाई संशोधन गर्न खोज्नु भएको आभास पाइन्छ। यही प्रमुख राजनीतिक दलहरूले आफ्नो वर्चस्वलाई कायम गर्नको निमित्त, आफ्नो प्रमुखलाई सुरक्षित गर्नको निमित्त सङ्घीय धर्मनिरपेक्ष गणतन्त्रलाई परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गर्न लाग्नु भएको देखिन्छ। म विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु प्रमुख राजनीतिक दलका नेताहरूलाई, तपाईहरूले यो धृष्टता गर्नुभयो भने देशमा आगो बढ्छ। यो आगोको पहिलो सिक्का तपाईहरू हुनुहुन्छ। यसलाई चेतावनी होइन, यसलाई एउटा मित्रको विनम्रतापूर्वक सल्लाहको रूपमा ग्रहण गर्नको निमित्त आग्रह गर्न चाहन्छु। र चाँडै नै म प्रचण्ड, शेरबहादुर देउवा र केपी ओलीलाई भन्न चाहन्छु, तपाईहरूले अहिले जनतामा पारेको यो भ्रमलाई चाँडोभन्दा चाँडो निराकरण गर्नुहोस्। होइन भने हामीले यही आन्दोलनको माध्यमबाट अर्को विकल्प खोज्नुपर्ने हुन्छ। यदि यो संविधानले बेकार होस्, म उहाँलाई भनिरहेको छु, यदि यो संविधानले विकास नदिने हो भने यो संविधानलाई च्यातेर नयाँ संविधान बनाउनको निमित्त जनता बाध्य हुनेछन्। यदि परसम्म नदेख्नुहोस्, कसैलाई दिदो हाल्दा। तर एउटा सत्य कुरा के हो भने देश अहिले प्रष्ट रूपले दुई वैचारिक हिस्सामा विभाजित भएको हो। एकातिर गणतन्त्र पक्षधर हुनुहुन्छ, उहाँको पनि हामी सम्मान गर्छौँ। त्यसै गरी हिन्दू राष्ट्र र राष्ट्र संस्थाको पक्षमा पनि अहिले सशक्त जनमत रहेको कुरा घाम झैँ प्रष्ट हो। अब प्रश्न उठ्दछ, एउटा विचारले अर्को विचारलाई निषेध गरेर समाप्त गर्ने बाटोमा जाने हो वा मेलमिलापको बाटोमा जाने हो? यो अहिलेका प्रमुख राजनीतिक दलहरूको काम र जिम्मामा छ। हामी आग्रह गर्न चाहन्छौँ कि तपाईँहरू इमान्दार हुने हो भने देश र जनताप्रति यही संविधानबाट शान्तिपूर्ण तरिकाले राजादेखि माओवादीसम्म सबै हटाउने मौलिक प्रजातन्त्रको विकास गर्न सकिन्छ। सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दू राष्ट्र स्थापना गर्न सकिन्छ। यस्तो मेलमिलापको वातावरण तयार गर्नको निमित्त म आग्रह गर्न